नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। राष्ट्रिय सभाका 4वटा विषयगत समितिहरूको पहिलो बैठक आज बस्दै। समिति र सह अस्तित्वको बाटोमा हिँड्न विश्व समुदायलाई नै प्रधानमन्त्री ओलीको आह्वान। सप्तरीको मठेल घटना छानबिनका लागि प्रदेश नम्बर 2 सरकारबाट गठित छानबिन टोली राजनीतिमा। मुलुकभरका बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारले राहत र विस्थापित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको सांसदहरूद्वारा ध्यानकर्षण। र 5 महिनापछि प्रतिनिधि सभा अन्तर्गतको विभिन्न समितिको बैठक धमाधम बस्दै विभिन्न समितिको बैठक बस्यो। अब समाचार विस्तारमा। राष्ट्रिय सभाका 4वटा विषयगत समितिको पहिलो बैठक आज बस्दैछ। 4वटा समितिको बैठक सिंहदरबारमा रहेको संसद सचिवालयको भवनमा दिउँसो 1 बजेका लागि बोलाइएको छ। बैठकमा समिति कार्यक्षेत्र तथा समिति सदस्यहरूको परिचालन लगायतको विषयमा छलफल हुने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो। राष्ट्रिय सभाका विषयगत समिति अन्तर्गत दिगो विकास सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक बस्न लागेको हो। प्रधानमन्त्री केपी ओलीले शान्ति र सह अस्तित्वको बाटोमा हिँड्न विश्व समुदायलाई नै आह्वान गर्नुभएको छ। प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखलाई पनि आग्रह गर्नुभयो। उहाँले नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउने चाहेको पनि स्पष्ट पार्नुभयो। 73औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विनाशकारी हतियार विरुद्ध आवाज उठाउन पनि विश्व समुदायलाई नै अपील गर्नुभयो। जसले यो राष्ट्रलाई निर्माण गर्न अहोरात्र खटिरह परस्परमा घृणा विद्वेष त्यो हटाउनु पर्छ र हामी मान्छे हौं, मानव जाति हौं र हाम्रो जस्तो विविधता युक्त सुन्दर देश, यो विविधता हाम्रो सुन्दरता हो, सम्पदा हो, सम्पन्नता हो। यसलाई हामीले सुमधुरतामा, बन्धुत्वमा, मित्रतामा, पारस्परिकतामा, प्रेममा बढाएर लिएर जानु सक्नुपर्छ। हाम्रो नीति शान्तिको नीति हो, हाम्रो नीति सहअस्तित्वको नीति हो। त्यसकारण यति बेलामा आजको यस दिनमा, यस विशेष दिनमा दुनियाँका सबै आम जनतालाई पहिले आग्रह गर्न चाहन्छु, यस्ता विनाशकारी हतियारका विरुद्ध आवाज उठाउँ, सबैले मिलेर आवाज उठाउँ र यो थप निर्माण हुन नदिउँ। विनाश गर्दै, डिस्ट्रक्सन गर्दै लानुपर्छ यो वेपन्सलाई र न्युक्लियर वेपन्स फ्री दुनियाँ बनाउनुपर्छ, पहिलो कुरा। दोस्रो, म दुनियाँका तमाम सरकारहरूलाई आग्रह गर्न चाहन्छु, कृपया यो विनाशकारी बाटो कुनै पनि हिसाबले यो विनाशकारी बाटो नहिँडौँ। म आह्वान गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, नम्र निवेदन गर्न चाहन्छु दुनिया सबैलाई, यो विनाशकारी न्युक्लियर वेपन्सको निर्माण नगरौँ। निर्माण गरिएको छ भने नष्ट गरौँ, सङ्ग्रह नगरौँ। यसलाई विस्तार गर्ने, फैलाउने काम नगरौँ। यसको टेक्नोलोजी मानवीय एउटा बौद्धिक सम्पत्तिको रूपमा मात्रै राखौँ, यसलाई प्रयोग गर्ने होइन। प्रधानमन्त्री ओलीले विनाशकारी हतियारलाई निषेध गर्न नेपालले मित्रताको, शान्ति र सह अस्तित्वको नीति लिएको पनि बताउनुभयो। पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सोमबार काठमाडौँ पत्रकार सम्मेलन गरी उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री भएपछि चालु अचल सम्पत्ति नथपिएको स्पष्ट पार्नुभयो। 103 दिन कानुन मन्त्री भएर राजीनामा दिनुभएका उहाँले हाल आफ्नो खातामा नगद 43,900
47 रुपैयाँ रहेको र बाँकी मन्त्रीको रूपमा लिएको तलब भत्ताले ऋण तिरिएको पनि बताउनुभयो। त्यसैगरी पूर्व कानुन मन्त्री तामाङले श्रीमती उषा कला राईको नाममा एउटा बैंकमा 1,66,000 र अर्को बैंकमा 1,22,000 रहेको जानकारी पनि दिनुभयो। सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तामाङले आफूसँग सिन्धुपाल्चोकको सिन्धुकोट र मेलाम्चीमा जग्गा रहेको र श्रीमती राईको मोरङका विभिन्न स्थानमा र खोटाङमा पनि जग्गा रहेको बताउनुभयो। मेरो पनि लक्ष्य के हो भने कि भ्रष्टाचार खातामा आउने तलब भत्तामा प्रदेश सभाको सांसद हो। तलब भत्ताबाट प्राप्त एउटा खातामा 1,66,225 रुपियाँ 86 पैसा देखिन्छ। त्यसै गरी उहाँको कृषि विकास ब्याङ्कमा रहेको खातामा 1,22,000 रुपियाँ चाहिँ खातामा देखिन्छ। यति चाहिँ हाम्रो नगद अहिले चाहिँ ब्याङ्कमा रहेको मौजा देखिन्छ। अन्य चलअचल सम्पत्तिमा र पहिला रहेको ऋण र पहिला रहेका चाहिँ कतिपय अचल धन सम्पत्तिहरूमा कुनै घटबड भइसकेको अवस्था देखिँदैन। चाहिँदैन भन्ने को हुँदो रहेछ। भ्रष्टाचारले यो मुलुक चाहिँदैन भनेर को आउँछ। तामाङसँग मोटरसाइकल र श्रीमती राईसँग कार रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। पूर्व मन्त्री तामाङ र प्रदेश 1 की सांसद श्रीमती राईसँग 3 तोला सुन रहेको पनि जानकारी दिएको छ। पूर्व मन्त्री तामाङले पत्रकार सम्मेलनमा आफूले भ्रष्टाचार नियन्त्रणलाई एक मात्र लक्ष्य बनाएको दावी पनि गर्नुभयो। सप्तरीको माठे घटना छानबिनका लागि प्रदेश नम्बर 2 सरकारबाट गठित छानबिन टोली राजविराज पुगेको छ। हालै राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन एकपक्षीय रहेको भन्दै चौतर्फी विरोध भएपछि प्रदेश सरकारले मन्त्री स्तरीय छानबिन समिति गठन गरेको थियो। छानबिनका क्रममा राजविराज आइपुगेको टोलीका संयोजक तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले आयोगले एकतर्फी प्रतिवेदन तयार गरेको सत्य तथ्य छानबिनका लागि प्रदेश सरकारले छुट्टै समिति गठन गरेको भन्दै सत्य तथ्य जानकारी गराएर सहयोग गर्न अनुरोध गर्नुभयो। राष्ट्रीय मानव अधिकार आयोग जो मतलब घटना के प्रतिवेदन देने रहे उनके विपक्ष यहाँ के आंदोलन शुरू कर देने रहे। विभिन्न जगह पर धरना कार्यक्रम यहाँ के सड़क जाम जेहन यहाँ के घटना सब शुरू करने के बाद में की देखल गेले कि जे मतलब घटना प्रति जे प्रतिवेदन राष्ट्रीय मानव अधिकार आयोग देने से वो सत्य तथ्य नहीं से एकटा बड़का प्रश्न उठ लागल अवस्था में प्रदेश सरकार एकटा ओनरशिप लकर वास्तव में मलेट घटना में सत्य तथ्य की छै से छानबीन के लागि। टोलीका सदस्य भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले माठेल घटनाको स्थलगत अध्ययन तथा छानबिनका क्रममा पीडित प्रत्यक्षदर्शी सञ्चारकर्मी अधिकारी कर्मी तथा सुरक्षा निकायका पदाधिकारीहरूसँग बयान र आवश्यक जानकारी लिने जानकारी दिनुभयो। प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकतामा सामाजिक विकास मन्त्री नवल किशोर शाह तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद शाहले सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो। समितिको सदस्य सबीचमा मुख्य न्यायाधिवक्ता कार्यालयका उपमहाधिवक्ता कृष्ण प्रसाद बराल सदस्य सचिव छन्। समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। 2073 फागुन 23 गते माठेमा तत्कालीन एमालेले गरेको मेची महाकाली अभियान विरुद्ध मधेसी मोर्चाले गरेको अवरोधका क्रममा सुरक्षाकर्मीको गोली लागेर 5 जनाको मृत्यु भएको थियो। प्रदेश प्रमुख रत्नेश्वर लाल कायसले पत्रकारहरूले नकारात्मक मात्र नभई सकारात्मक कार्यलाई सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर 2 को सहयोग तथा मधेसी पत्रकार समाज धनुषाको आयोजनामा जनकपुर धाममा सुरु भएको संसदीय रिपोर्टिङ पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा प्रमुख कायसले पत्रकारहरूले विकासका सकारात्मक समाचार पनि सम्प्रेषण गर्न सके विकास कार्यका लागि थप मनोबल बढ्ने बताउनु भएको हो। प्रदेश सरकार तथा स्थानीय सरकारहरूबाट हुने गरेको त्रुटिहरूलाई औलै सकारात्मक बाटोतर्फ डोर्याउन पनि पत्रकारहरूको अहम भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।
मैले जो हम जा नहीं अभी तो लाइक कोनो चीज से तो हमरा नहीं पता चले। आ दोसर बात चीज है कि कोनो सभे में एहन बात जाए से कोनो जरूरी नहीं। अपने जे टाइम में घटना घटे छै आ उ यदि समाज के लिए कोनो व्यक्ति विशेष के विशेष ओकरा फायदा के लिए यदि कोई चीज तो ओकरा चीज वही टाइम में कहे छै हिट द आयरन व्हेन इट इज हॉट ओकरा तो वही टाइम में करना पड़ते। आज जे छै से देश के उथल पुथल भेलै है एहिमे पत्रकार समाज के बहुत बड़ा है। अखन क्या एते पत्रकारिता एते दैनिक या एते साप्ताहिक समाज छै तो हम ही कही कि जेहे किछु दुईटा निकले चारिटा निकले एक संगठित भाव निकले कि ओकरा आदमी पढ़े के ओकरा आ मान लियो 100 निकाल देवे 50 निकाल देवे आ क्यों देखे से पढ़बो नहीं करे ओ किया छै ओकर कोनो फायदा छै? अपना घर से जे छै जो धिया पुता कमाई थे अपने कमाई कर से वही चल जाए नहीं तो कोनो अन्यथा इनकम के आय के स्रोत है ताला हम दुकान के निकाल रहे छी उ निकाले के तात्पर्य की छै? तो वहां उचित पत्रकारिता के बहुत तरह के पत्रकारिता के ओकरा स्थान मिल गई उस समाज के बिगाड़े छी वहन चीज नहीं हो कहूँ प्रति उतरे सजग हो आ स्वतंत्र निष्पक्ष कोई तरह के पत्रकारिता यदि होई तो ओकरा प्रति समाज के प्रदेश के हर के जे छै से ओकरा सहयोग करे के वातावरण बनबे। हम इहो कहना चाहे छी अपने के सरकार के अपने सबकी दियो कि पत्रकार के एक नींव केना पत्रकारिता जे छै से एठाम विभल होते एक केना आगा चलते ओकरा ले की सब गवर्नमेंट के करे चाहिए आ की सब अपने से करे। एक आचार संहिता अपना सब कहते हैं खाली सरकारे के कही के अपने के कही के नहीं है अहाँ सब आचार संहिता के बीच में रही गई पत्रकारिता करबे क्या हम सब तो बहुत पत्रकार के देखने छे जे स्थान पर रही जे रही बहुत तरह के पत्रकार पंचायत पूरा पंचायत देखने छी सिस्टम तै लगा बहुत चीज अनुभव है बहुत चीज देखने छी कौन समय में कौन तरह के बहुत टाइम में जे छै से आदमी निर्भीक पत्रकार सब छला है ओकर शब्द पढ़े में मन लगे। कार्यक्रम प्रदेश सांसद राम आशिष यादवले पत्रकारले समाज र देशको सशक्त पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपमहानगरका एक कार्यक्रममा जनकपुर धाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र लगायतको सहभागिता थियो। 20 पत्रकारको सहभागिता रहने यो तालिम 3 दिन चल्ने समाजले बताएको छ। अब समाचारमा विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठक सोमबार बसेको छ। समितिको जेठ सदस्य कुमारी तुलसी थापाको अध्यक्षतामा अर्थ समितिको बैठक बसेको हो। सिंहदरबारमा बसेको बैठकमा बोल्दै समितिका सदस्यहरूले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय सचेत गराउन लाग्नुपर्नेमा जोड दिनुभयो। समितिका सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकमा व्यापार घाटा बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न अर्थ मन्त्रालयलाई सचेत गराउनु पर्नेमा जोड दिनुभयो। उहाँले बजेट कार्यान्वयनको विषयमा अर्थ मन्त्रालयसँग तत्काल छलफल गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयो। सदस्य पाण्डेले व्यापार घाटा हुन नदिन पनि अर्थ मन्त्रालयसँगको अन्तर्क्रियालाई समितिको विशेष जोड दिनुपर्ने आवश्यकता औलाउनुभयो। र चाहिँ अत्याधिक रूपले जो बढेर गइरहेको छ यो विषय पनि हाम्रो विषय अर्थ मन्त्रालय भएको हुनाले ट्रेड डिफिसिट कसरी कम गर्ने भन्ने सन्दर्भमा अहिले जस्तो वैशाख मसान्तमा 11 जेठ मसान्तमा 1107 अरब हाम्रो चाहिँ आयात छ, 74 अरब निर्यात छ। यसको कुनै भेट भइरहेको छैन
भनेपछि यी र यस्ता विषयहरूमा चाहिँ हामीले चाहिँ छलफल गर्नुपर्ने भएको हुनाले आरम्भ चाहिँ के गरौँ भने अर्थ मन्त्रालयसँगै यसपालिको बजेट कार्यान्वयन कसरी गर्ने भन्नेबाट आरम्भ गरौँ भन्ने मलाई लाग्छ। समितिका अर्का सदस्य महेश बस्नेतले अर्थ मन्त्रालयको कामलाई प्रभावकारी बनाउन समितिको गम्भीर ध्यानकर्षण गराउनुभयो। उहाँले अर्थ मन्त्रालयका कर्मचारीहरूको अधिनायकतावादी सोच अन्त्य गर्न लागि पर्ने आवश्यकता पनि औलाउनुभयो। बढ्नुपर्छ, बढ्नेछौँ भन्ने मलाई लाग्छ। त्यसमा फेरि पनि यो अर्थ समिति मैले चाहिँ महत्त्वपूर्ण किन ठान्छु भने मन्त्रालय मध्येमा पनि अर्थ मन्त्रालय चाहिँ एकदम महत्त्वपूर्ण मन्त्रालय हो र अझ भन्नुपर्दा त प्रधानमन्त्री कार्यालय पछाडिको सबभन्दा ठुलो महत्त्व राख्ने मन्त्रालयको रूपमा अर्थ मन्त्रालय देखिन्छ र सबै कुरा चाहिँ अर्थ मन्त्रालयसँग ठोकिन्छ। तर अर्थ मन्त्रालयको कामलाई प्रभावकारी कसरी बनाउने, अर्थ मन्त्रालयभित्र रहेको एउटा अधिनायकवादी सामन्ती जस्तो जुन त्यहाँका कर्मचारी संयन्त्रमा देखिने शैलीहरू देखिन्छ। अर्को मन्त्रालयका मन्त्रीले सचिवको लेभलबाट पठाएको फाइल पनि अर्थ मन्त्रालयको एउटा सामान्य कर्मचारीले पेन्डिङमा राखेको छ। मन्त्रालय राष्ट्रिय योजना आयोग अर्थ समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोग रहेका छन्। सांसदहरूले मुलुकभरका बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत र विस्थापित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले बाढी र पहिरोमा परि मृत्यु भएकाले राहत र विस्थापितको पुनर्स्थापनामा सरकारको ध्यानकर्षण गराएका हुन्। मूल्य वृद्धि नियन्त्रण, राजधानीको सडक सुधार, महिला हिंसाका दोषीलाई कारबाही लगायतका विषयमा पनि उनीहरूले सरकारको ध्यानकर्षण गराएका छन्। सत्य पहाडीको जाजरकोटको लगायतका जिल्लामा वर्षाका कारण आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति भएको भन्दै मृतक परिवारलाई राहत र विस्थापित परिवारको उचित बसोबास व्यवस्थापन गर्न माग गर्नुभयो। सांसद सरला कुमार यादवले रौतहटमा वर्षासँगै स्थानीय बागमती र मकैया नदीले तटबन्ध भत्काउँदा मानव बस्तीमा डुबानमा रहेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। सांसद लक्ष्मी परिवारले संसदीय व्यवस्थामा प्रतिपक्षीको भूमिकामाथि प्रहार हुनुको साथै 2/3 धप्पाले नागरिकको अधिकार हनन भएको र लोकतन्त्र मस्सीको खतरा बढेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। शान्ता चौधरी दाङको घोराइमा निर्माणाधीन पुलहरूको काम वर्षौं भइसक्दा पनि आधा काम पनि नभएको भन्दै समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। सांसद सरिता कुमारी गिरीको जन्मसिद्ध नेपाली नागरिकमा परिवारले नागरिकता नपाएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको पहिलो बैठक सोमबार बसेको छ। समितिमा ज्येष्ठ सदस्य नन्दलाल रोका छेत्रीको अध्यक्षतामा समितिको बैठक बसेको हो। बैठकको शुभारम्भ गर्दै उहाँले जनताको हितमा काम गर्न सरकारलाई समेत गराउन लागि पर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो। समितिको काम पनि मुलुकको विकास रहेकाले त्यसमा सम्बन्धित मन्त्रालय सक्रिय पार्नुपर्नेमा पनि ज्येष्ठ सदस्य रोकाको जोड छ। आज विकासै गर्ने हो, नेपाली जनताको हित नै गर्ने भनेर हामी माननीय भएर आएका छौँ र आज यो समिति काम पनि त्यही होला। त्यो भएको हुनाले त्यस्ता किसिमका नीति निर्धारण गरेर हामी अघि बढ्न पर्ला। अघि बढेर जुन तरिकाको हाम्रो अनुभव छ त्यो अनुभव जनताको हितमा लगानी गर्नुपर्ने अवस्थाहरू देखिएला र त्यसमै हामी जानेछौँ। अध्यक्षता गर्नुपर्ने व्यवस्था भएको आजको यो 24 सदस्यीय समितिको कार्यक्षेत्रभित्र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोग रहेका छन्। ज्येष्ठ सदस्य रोकाले सम्बन्धित सबै आयोगको कामले प्रभावकारी ढङ्गले अघि बढाउन समितिलाई क्रियाशील बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अब फेरि समाचारमा विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय
समितिको पहिलो बैठक सोमबार बसेको छ। प्रतिनिधि सभा गठन भएको 5 महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बसेको हो। सिंहदरबारमा बसेको समितिको पहिलो बैठकको अध्यक्षता जेठ सदस्य माधव कुमार नेपालले गर्नुभएको थियो भने बैठक परराष्ट्र मन्त्री प्रदीप वाली र संस्कृति पर्यटन तथा नागरिक उन्नयन मन्त्री रविन्द्र अधिकारीले अन्य सदस्यको रूपमा सहभागी हुनुभएको थियो। बैठकमा सदस्यहरूबीच परिचय र कार्यविधिका बारेमा पनि सामान्य छलफल गरिएको छ। सभापतिको निर्वाचन नभएसम्म जेठ सदस्यको समितिको बैठकको अध्यक्षतामा गर्ने संसद नियमावलीमा व्यवस्था गरिएको छ। सभापतिको निर्वाचनको मिति समितिको परामर्श सभामुखले तोक्ने व्यवस्था गरिएको छ। परराष्ट्र मन्त्रालय र सांस्कृतिक पर्यटन तथा नागरिक उन्नयन मन्त्रालय अन्तर्गत राष्ट्रिय सम्बन्ध समितिको कार्यक्षेत्रभित्र रहेको छन्। नेपाल सरकारले प्रतिनिधि प्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट गरेका काम कारबाही अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिन संविधानको धारा 97 बमोजिम विषयगत समितिहरूको गठन गरिएको हो। नम्बर 2 बाट निर्वाचन हो। अहिले अन्त्यमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रिय सभाका 4वटा विषयगत समितिहरूको पहिलो बैठक आज बस्दै। शान्ति र सहअस्तित्वको बाटोमा हिँड्न विश्व समुदायले नै प्रधानमन्त्री ओलीको आह्वान। सप्तरीको मठित घटना छानबिनका लागि प्रदेश नम्बर 2 सरकारबाट गठित छानबिन टोली राजविराजमा। मुलुकभरका बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत र विस्थापित परिवारले सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको सांसदहरूद्वारा ध्यानकर्षण। र 5 महिनापछि प्रतिनिधि सभा अन्तर्गतको विभिन्न समितिको बैठक धमाधम बस्दै विभिन्न समितिको बैठक बसे। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।